चाहिँ यता हाम्रो कम्फो अहिले चाहिँ कम्फो हस्टेल पार्ट 3 हो नि त। पार्ट 3 को लागि हाम्रो यता सुटिङ हुँदै रेभ्यू मेकअप हुँदैछ, डेकोरेसन सजिँदैछ। हाम्रो कलाकारहरू अब आउँदैछ। अब यो मान्छेको आउने भयो क्या, अस्तिदेखि आएन नि, अब आउने भयो बाबा एक्स ग्याङ हो। के छ है सैलुनवाला, रेडी हो नि? ठिक छ नि, हामी जनताहरू, हामी हेर्ने मान्छे, हामी दुईजना हेर्ने मान्छे, हामी इनोसेन्ट बेगर भनेर भन्थ्यो त्यस्तै। अनि अब यसमा नयाँ क्यारेक्टर, एकजना नयाँ क्यारेक्टर त के भन्नु, हाम्रो मगर भाषाको क्यारेक्टर आउँदैछ, शक्ति पाचे मगर होइन। त्यो अब त्यसको पनि अब हिरोको रोल चल्नेवाला छ त लाएर। किसी हो चाची किराया में लाल छड़ी तो कौन देगा, तो त्यही हो गाइस। अब आज डेब्युट नभए पनि हामीले पार्ट 3 चाहिँ हामीले मुभी नै लिइरा हो। अब यता चलिरहेको छ। ल आर्टिस्ट म्यान, आर्टिस्ट पुरै आत्तिनु भएन क्या, आर्टिस्ट पुरै ल चलिरहेछ है आर्ट। निकी बेबीले जस्तै त भन्दैन नि पिस्क्यो भनेर। के भन्नु थियो त्यसले? ल एक्स ग्याङको बवाल। यहाँदेखि लिएर यहाँसम्म ल्याहा नि यो। त्यस्तो गर्नु होइन, माथिको गाडी कुन हो? सुट चलिरहेछ यो अनि यहाँ चाहिँ के मुख बनाइदिने? यो छ नि, यो सट्ट हल्का यो यही बराबर ठिकै कहाँसम्म यहाँसम्म हुन्छ होला होइन, यहीँसम्म सट्टै यसरी घुमाएर नि मन्त्र बनाउने क्या सेम। क्रमबाट झोला फुट्यो तेरो मुखबाट गाली, त्यसको ताला साला तोड्यो भने नि भ्यान ल्याएर जुधे जस्तै मिहिक बस्ने मिहिक, त्यसको ताला साला फुट्यो। हिरो पनि आइसक्यो। होस्टेल कम्फो होस्टेलको पार्ट 3 को डिजाइन हुँदैछ है। हलाउनु त क्लट सेलुन ज्याकेट हिरो। सो अब चाहिँ फाइनल हुँदैछ यतातिर। यता नि फाइनल लुक्स यस्तो छ। अब केटी मान्छे होइन, नत्र कि त्यस क्यारेक्टरमा चाहिँ यति लुगा लाख नि त होइन। त्यही भएर हामी लास्ट अप्सन भनेको नेचुरल, पत्ता नेचुरल। अनि यता हिरो आइसक्यो कम्फो होस्टेलको मगर भाषाकोबाट सिधै कम्फो होस्टेलमा छिर्न पायो यसले। हामी चाहिँ साइड क्यारेक्टर आजको लिएको होइन त। अनि मेरो सिन चाहिँ छैन है अब आजको क्यारेक्टर। म क्यामेराम्यान, म डाइरेक्टर, क्यामेराम्यान, एडिटर सबै। 3, 2, 1 एक्शन। लो हो गया, 5 रुपये हो गया। हीरो लग रहा है। 2 मिनट हो गए। 1, 2, 3 एक्शन। 3, 2, 1 एक्शन। खोल्यो, हाँस्यो, हाँस्यो। 3 उता हेरी भन्नु रिसाएर। 3, 2, 1 एक्सन गर्यो। हाँस्यो 3, 2, 1 स्टार्ट। रिसाएर 3, 2, 1 एक्सन। बिना हेर्नु टक्क। Yo, what's up? Welcome back in our yo behind the scene. एक्स ग्याङको तर छैन। उयो लगान, उयो टल्किने। यो मेरो भुलै छ यार, आज मेरो गेटअप पनि अर्कै छ। यो लगाउन भाइ राम्ररी यसो गरेर यसलाई हैन
यसरी खोल अनि ख्याप्प लगाऊ अनि ठेल न निकाल तान्न त्यसलाई निकाल आज चाहिँ म को बन्दैछु भन्दाखेरि कम्फो हस्टेल 1 को सुड्डीको सुड्डो मलाई कुली कति इनोसेन्ट कुली भनेर कति ठुलो भाडा बोकेर हिँड्यो पनि भन्नुभयो होइन अनि त्यो कटोरा बोकेर बस्दाखेरि कति इनोसेन्ट कटोरी होइन अब यसमा अर्कै छ मेरो नहाने चिकन लालिपप के छ म्याडमजी हाम्रो पनि बबाला हुने खै एउटा फोटो हाम्रो पनि आउनेवाला छ बबाल चक्की पारामा एकछिनै पसिना आइसक्यो रेडी रोलिङ दिउँ त क्यामेरा नाच्ने एक्सन एकछिनै यतिकै लिल 1 2 3 बहुत ही बदतमीज लड़की है कम्पोस्टल पार्ट 4 सक्यो जोस पनि आएको छैन इन्टरभ्यु दिनु जोस पनि आएको छैन रे जोस न जोस आउनलाई त जोसिनु पर्यो नि त होइन युवा जोसहरू ल अब जो खाना खान्छ गर जो ए के अच्छा अघिसम्म लुर नआउने भन्ने मान्छे अहिले पुरै जोसिएर हेर त यसलाई जोस आएको हेर त ओ एक्स ग्याङ ओ ढोका लगाइदियो एक्स ग्याङ कि एस ग्याङ पनि न यार ए सेलुनवाला छ रे सला ल अब घर जान्छु खाना खान्छु त्यसपछि एकछिनपछि भेटौँला है त साथीभाइहरू चक्की पारामा आज निर्जल भाइले पनि हामी सँगै छौँ बिहानदेखि नै एन्ड भाइ because I support very seriously. Yes, we support each other. Yeah, because we are brothers from another mother. Yes. चेतर धेरै नगर भाइ फतर ल सुट सक्यो सर भाडा कति होला सर घरको 25,000 मात्र माथिको लाउने बाँकी माथि त्यो चिसा हुन्छ त गाइस अब चाहिँ हाम्रो यता आजको सुट बवाल हुनेवाला छ नि त त्यही भएर हामी आज टेन्डरवाला छ त्यही भएर टेन्डर चलिरहेको ठाउँमा आइरहेको छौँ करेसरमा ए जाउँ न हौ जाउँ हिँड भाइ ए यस्तै हुन्छ यही हो क्रेसर चाहिँ बालु छान्ने गिटी छान्ने अनि पाइपहरू यस्तै ठाउँमा लोकेसन यस्तै ठाउँमा चाहिँ आज हाम्रो सुट चाहिँ यो वान लोकेसन छ यहीँ हो बनाउने हामीले यहाँ त शीतल छ नि यहीँतिर हानौँ न मस्त देखिरहेको अरे सला क्रोमेट्सहरू आइसकेको छन् हिरो आजको मोडल आजको हिरो आजको भिलेन फेरि यता अब रोड पनि राख्दैन रोडको लागि छैन अनि नाला भित्र मस्त छ ल है
अर्को अनुहार पर्दा अगाडि आउँदैछ है मलाई कस्तो देख्छ होला जाई थाहा भइहाल्छ नि होइन ए सलागुन्डा पनि छ रे ओइ ए त्यसको फेरि आमा आफ्नै छ फेरि तरिखरी हिरोको हिरोनी बनेछ भनेर त्यहाँ लजाएको नि हिरो हिरोइन तयार हुँदैछ अझ एटिट्युड मेकअप आर्टिस्ट यतै छ है फेरि चक्की पारामा मैले पनि फर्स्ट टाइम हालेको यार मेकअप राजा तेरो रानी मसँग छ अझ केटा पनि त्यहीँ बस मैले तेरो पछि लगाइदिइसकेको छु ए अब भन्न बोल रहा यहीँ ओइ यो चस्मा चाहिँ चेन्ज गरेर त एकचोटि चस्मा अर्को लगा त लगा त चस्मा कस्तो देखिन्छ ए बजार अब चाहिँ ठिक देख्यो होला नि यसलाई हेर्नु त भेना ओ भेना ओ भेना ओ भेना राजा होइन राजा तेरो रानी त मसँग छ के गर्छस् ए भाइ ऊ अर्को हेर न ऊ यस्तो यस्तो हो कि हिरोलाई चस्मा पर्दैन के दलेको यो होइन नि यो होइन अर्को थियो हेर न जाँदैन अब त्यो अलिअलि अब बिस्तारै यस्तो गर्नु न यस्तो त्यस्तो यो क्यामेरा अलि यो अलिक माथि नै राख के 3 2 1 एक्सन के भन्दैछौ रोशनी तिमी यो भएन मोबाइल ठोक्यो 2 1 एक्सन के भन्दैछौ रोशनी तिमी यो वेट मैले के रियाक्सन दिनु पर्दैन यतिकै होइन म त्यही बेला मार्न दिन्न हो 3 2 1 एक्सन म त्यही बेला मान्दिन 3 2 1 एक्सन राजा मलाई समात्ने सपना नदेख 3 2 1 एक्सन दुनिया त्यति ठुलो छैन देवा जहाँ कि त लुक्न सकोस् आकाश चितोरेर हुन्छ या धरती फोडेर म तलाई निकालेर छाड्ने छु अरूले केटाहरू यसरी सुटिङमा आएपछि पानीको बिजोग भएर ओइ भाइ भएन पानी पानी थोपा कि ए यो मान्छेको त कामै छैन जहाँ पनि प्ल्याट यतिको चाहिँ हुनुपर्छ है हाम्रो फेरि नेक्स्ट रोल हुनेवाला छ यता साथीभाइहरू चट्ट लाएर यसको पनि नयाँ लुक्समा देख्न सक्छौँ गेटअप यता हाम्रो बिर्खे ठिक छ त ल बवाल त्यही त ल ल मारेको छ त नि होइन भाइ तिम्रो असिस्टेन्ट हेरेर त ठिक छैन थोपडा सिङ जस्तै हो यसो गर्दा भएन यसो गर्दा गर्न गर्न ठिक छ 3 2 1 आइज ल रेडी हो नि 3 2 1 एक्सन त्यसो आएर हेरेर हाम्रो एरियामा टेन्डर खोल्दा हामीलाई पैसा दिनुपर्छ थाहा छैन मलाई ठिक छ झन् यस्तो यस्तो गर्दाखेरि त साइकल साइकल हुँदै त खत्तम सुगा यो प्रास रियल चल्छ है ए आम त्यस्तो चल राजा आज त हान्ने हो रेडी
ल रेडी हो नि खोल्दा हामीलाई कमिसन दिनुपर्छ थाहा छैन तँलाई ए यही हो ल रेडी हो नि सुनौँ त एकचोटि सुन्न त एकचोटि ठिक छ फेरि क्रेस त्यसको लागि हामी कराई सरमै आइदिएको फेरि होइन त 3 2 ल ए नलिकन बस ल 3 2 1 एक्सन ल चढी हालेछ कि धर्क भाइ राजा पनि ओ भाइ ठोक भन्दा ओइ ठोक भन्दा बुढो ओइ राजा राजाको आदेश जनता मुला मानिहाल्छ ल ल छिटो ल ल 3 2 1 सिरियस भइसकेछ नाच्नु न हेर्नु मलाई बी सिरियस गाइज ल ए भाइ यार तिम्रो खोइ त तिम्रो सेनामेनाहरू ए तिमीहरू कमन म्यान कमन जस्तो हुन रेडी हो नि 3 2 1 1 भन्ने बेलै कस्तो छ अबेना ओ माय गॉड ल के सिरियस के भएको बिके त यार ल अब त डायलग पनि सुन्दैन फेरि अनि मिसिन तल्न थालिसक्यो एकतिर साउन्डको क्याच 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 केटाहरूले खै टेकै दिएन क्या दिमाग खराब हुने ओ यहाँ यत्रो बालु जम्मा भइसक्यो गिट्टी बालु 3 2 1 एक्सन 3 2 1 एक्सन ब्लग के कस्तो लाग्यो कमेन्ट डाउन बिलो त्यो च्यानलमा नयाँ च्यानल सब्सक्राइब गरिदिनु होला अनि इन्स्टाग्राममा फलो गर्नु नसक्ने फलो गर्नु होला टिकटकमा फलो गर्नु नसक्ने फलो गर्नु होला त्यो नयाँले च्यानल सब्सक्राइब पनि गरिदिनु होला वे नियर टु 3K सो आजको लागि यति नै नेक्स्ट ब्लग वेट गर्नु होला बल आउनेवाला छ सी यू सुन बाइ बाइ कार्टुन जय नेपाल